हेलो एभ्रिवान, भेरी गुड इभिनिङ सबैलाई। के छ हालखबर? आई होप तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला। तपाईँहरू सम्पूर्णलाई मेरो तर्फबाट नवमीको हार्दिक शुभकामना, बडे दसैँको हार्दिक शुभकामना। र के भन्नु चाहन्छु भनेदेखि जो घरमा हुनुहुन्छ, परिवारसँग हुनुहुन्छ, यति बेला पूजाको टाइममा, दसैँको टाइममा है, हाम्रो ठुलो चाड, तिनीहरूलाई म भन्न चाहन्छु तपाईहरु एकदम भाग्यमानी हुनुहुन्छ। किनभनेदेखि हामी जस्तो, म जस्तो थुप्रै मान्छेहरू चाहेर पनि आफ्नो परिवार बाटो पुग्न सकेको छैन, जस्ट बिकज अफ बाहिर काम गरिरहेको छौँ, छुट्टी मिलेको छैन। सो तपाईहरु जस्तो अवस्थामा पनि हुनुहुन्छ, परिवारसँग हुनुहुन्छ भनेदेखि आफूले आफूलाई ब्लेस्ड ठान्नुहोस्। किनभनेदेखि जो परिवारसँग हुँदैन यति बेला उहाँहरूलाई नै थाहा हुन्छ कति साह्रो परिरहेको हुन्छ, कति दुःख लागिरहेको हुन्छ, एक्लोपन महसुस हुन्छ यति बेला चाडबाडमा घरमा नहुँदाखेरि। सो गाइस, टेक केयर अफ यर सेल्फ एन्ड यर फ्यामिली। यो पालिको दसैँ तपाईँहरूलाई एकदम राम्रो होस् है, फ्यामिलीसँग टाइम स्पेन्ड गर्नुहोस्, त्यति नै भन्न चाहन्छु। अनि आफ्नो प्यासन फलो गर्दै हुनुहोला, फिटनेसलाई ध्यान दिँदै गर्नुहोला। बाइ बाइ, टेक केयर, ह्याप्पी दसैँ।